नमस्कार सबैजनालाई। आज यस ट्युटोरियलमा म तपाईलाई काली लिनक्स कसरी डाउनलोड गर्ने भनेर चरणबद्ध रूपमा सिकाउने छु। काली लिनक्स एक शक्तिशाली अपरेटिङ सिस्टम हो जुन मुख्य रूपमा साइबर सेक्युरिटी, इथिकल ह्याकिङ, पेनिट्रेसन टेस्टिङ तथा सेक्युरिटी लर्निङको लागि प्रयोग गरिन्छ। यदि तपाई बिगिनर हुनुहुन्छ वा लिनक्स सिक्न चाहनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि उपयोग हुनेछ। यस गाइडलाइनमा हामी अफिसियल काली लिनक्स आइएसओ फाइल सुरक्षित तरिकाले डाउनलोड गर्ने र त्यसलाई इन्स्टल गर्नका लागि तयार गर्ने प्रक्रिया सिकाउने छौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। सुरु गरौँ है त। काली लिनक्स चाहिँ डाउनलोड गर्ने चाहिँ ट्युटोरियल। पहिला चाहिँ गुगल क्रोम खोल्ने, गुगल क्रोम खोलेपछि चाहिँ काली लिनक्स भनेर चाहिँ टाइप गर्ने। काली लिनक्स भनेर टाइप गरिसकेपछि चाहिँ फर्स्टको काली लिनक्स भन्ने क्लिक गर्ने बित्तिकै चाहिँ एउटा चाहिँ डाउनलोड लिङ्क खुल्छ। डाउनलोड लिङ्क खोलिसकेपछि चाहिँ डाउनलोड बटनमा चाहिँ क्लिक गर्ने। डाउनलोड बटनमा क्लिक गरेपछि चाहिँ त्यसपछि त्यो इन्स्टलर इमेजमा गएर क्लिक गर्ने है। इन्स्टलर इमेजमा गएर क्लिक गरेपछि चाहिँ इन्स्टल हुन्छ। त्यो इन्स्टल डाउनलोड बटनमा क्लिक गर्ने, रेकमेन्ड भनेकोमा क्लिक गर्ने। त्यसपछि डाउनलोड हुन्छ है त। डाउनलोड हुन चाहिँ अलि टाइम लाग्छ किनभने फोल्डर अलि ठुलै छ। डाउनलोड हुँदैछ है त। डाउनलोड हुन्छ एकछिनमा। अनि त्यसपछि चाहिँ डाउनलोड हिस्ट्रीमा गएर चेक गऱ्यो। डाउनलोड हिस्ट्रीमा गएर 4.4 GB को रहेछ है। एकैछिन टाइम लाग्छ, 7-8 मिनट। अब इन्टरनेट स्पिड अनुसार फरक पर्छ हैन। अनि त्यसपछि चाहिँ डाउनलोड गर्दै गर्दाखेरि चाहिँ अर्को त्यो काली लिनक्सलाई पेन ड्राइभमा कनेक्ट गर्नलाई रुफस भन्ने चिज पनि डाउनलोड गर्छौँ। रुफस भन्ने चिज डाउनलोड गर्नलाई रुफस भनेर लेख्छौँ। RUFS रुफस भनेर सर्च गरिसकेपछि रुफसमा इन्टर गर्छौँ। लिङ्क आउँछ, लिङ्कमा क्लिक गर्छौँ। रुफस लोडिङ भयो। लोडिङ भइसकेपछि तल स्क्रोल गरेपछि स्क्रोल गर्छौँ, माथिको फर्स्टलाई नै डाउनलोड गर्छौँ। त्यो क्लिक गर्छौँ। क्लिक गर्ने बित्तिकै यसको चाहिँ डाउनलोड सुरु हुन्छ। यदि धेरै छोटो MB हुन्छ, त्यो KB मा हुन्छ, त्यो छिटो डाउनलोड हुन्छ। यसलाई डाउनलोड गर्ने। डाउनलोड गरिसकेपछि त्यो अघि डाउनलोड गरेको है आइएस इमेजलाई सिलेक्ट गर्ने। काली लिनक्सको 4.4 GB को आइएसलाई सिलेक्ट गर्ने। आइएस अब तपाईँले डाउनलोडमा राख्नुभयो भने डाउनलोडमा हुन्छ, नभए चाहिँ तपाईँले जसमा डाउनलोड गर्ने भन्ने हुन्छ त्यसमै हुन्छ। त्यसपछि एकछिन स्क्यानिङ इमेज गर्छ, एकछिन टाइम लाग्छ। स्क्यान इमेज गरिसकेपछि पेन ड्राइभ चाहिँ उसमा जोड्ने, CPUमा जोड्ने, नभए अरू ल्यापटपमा गर्नु भयो भने ल्यापटपमा जोड्ने, स्टार्ट गर्ने। पेन ड्राइभमा चाहिँ केही इम्पोर्टेन्ट डेटा छ भने त्यो इम्पोर्टेन्ट डेटाहरू चाहिँ नराख्नुहोस् है, नत्र भने डिलिट हुन्छ। अनि त्यसपछि स्टार्ट बटन थिचिसकेपछि चाहिँ पेन ड्राइभमा चाहिँ अब पार्टिसन हुने यताउतिहरू सुरु हुन्छ। अनि पेन ड्राइभको आइएसओ फाइलहरू बुटेबल फर्मेटमा बन्छ। पेन ड्राइभ चाहिँ अब फुल हुँदै जान्छ। मैले चाहिँ पेन ड्राइभको नाम चाहिँ काली लिनक्स भनेर राखेको छु। अब पेन ड्राइभको नाम जे राख्ने हुन्छ है। यति भइसकेपछि चाहिँ अब रुफस चाहिँ हाम्रो रेडी भयो। अब त्यसपछि चाहिँ तपाईँले चाहिँ अब कुनमा हाल्ने त, SSD मा हाल्ने कि केमा हाल्ने भन्ने चाहिँ एकचोटि हेर्नु पर्यो। अब SSD मा हाल्ने हो भने अब मेरो चाहिँ लोकल डिस्क E भन्ने छ, त्यो SSD चाहिँ मैले खाली पारेको छु, मैले चाहिँ त्यसमा हाल्छु। तपाईँले चाहिँ अब विन्डो भएकोलाई चाहिँ नगर्नु होला है। अब यति छ, मैले चाहिँ अब SSD चाहिँ निकालेर चाहिँ अब मेरो ल्यापटपमा चाहिँ अब केही पनि छैन, त्यही भएर म ल्यापटपमा हाल्न लाग्यो। यदि तपाईँ चाहिँ PCबाटै गर्न चाहनुहुन्छ भने चाहिँ PCमा चाहिँ रिस्टार्ट गरेर चाहिँ रिबुट गर्नुपर्छ। रिबुट गर्नु होला। अनि रिबुट गरिसके पेन ड्राइभ हालेर रिबुट गर्नु होला। अनि डेल की है, बायोस कीको लागि डेल थिच्नुपर्छ। डेल की थिच्ने न कसैको लागि चाहिँ अब F7 F9 हुन्छ हैन। बायोस सेटअप चाहिँ खुल्यो। बायोस सेटअप खुलेपछि चाहिँ अब यता बटनमा किबोर्ड मात्रै चल्छ है, त्यो बेला चाहिँ माउस चाहिँ चल्दैन। राइट कीले चाहिँ राइट मात्रै जान्छ, राइट एरोले लेफ्टमा जान्छ है। अनि अब अप र डाउनले यो चाहिँ सेलेक्ट हुन्छ। अब मैले चाहिँ त्यो पेन ड्राइभ खोल्छु हैन, पेन ड्राइभ खोल्छु। अब तपाईँको चाहिँ अब यसमा गर्नुभयो भने यसरी पेन ड्राइभ खोल्छ। अब मैले जस्तै अब ल्यापटपमा केही छैन भनेर गऱ्यो भने चाहिँ अब ल्यापटपमा चाहिँ अब म तपाईँलाई देखाउँछु है। अब यो कम्प्युटरमा जसरी खोलेको छु, अब ल्यापटपमा पनि म त्यस्तै नै खोल्छु। अब कम्प्युटरमा चाहिँ मैले गर्ने यति नै हो। अब त्यो चिज चाहिँ म चाहिँ ल्यापटपबाट देखाउँछु है। ल्यापटपको पावर बटन अन गर्यो। अनि पावर बटन अन गरिसकेपछि चाहिँ ल्यापटप खुल्छ है। त्यसलाई अब एकछिनमा खुल्यो। अनि त्यसपछि अब यो ल्यापटपमा केही छैन नि त, भर्खर SSD हाल्यो, त्यो SSD मा OS छैन। अब OS छैन भनेर भन्यो। OS चाहिँ अब मैले इन्स्टल गर्छु। इन्स्टल गर्नको लागि इन्स्टल भन्नेलाई चाहिँ इन्टर गरेँ है। त्यो पेन ड्राइभ हालेर गर्नुपर्छ है। त्यो CPUमा हालेर जस्तै अब जेमा हाल्ने हो त्यसमा पेन ड्राइभ युज गर्नुपर्छ। अनि इङ्ग्लिस ल्याङ्ग्वेज सेलेक्ट गर्नु भन्ने छ। अब मैले चाहिँ इङ्ग्लिस नै सेलेक्ट गर्छु है। अब ल्याङ्ग्वेज सेलेक्ट गर्ने भने अब इङ्ग्लिस मात्रै आउँछ। अब नेपाली पनि आउँछ आउनु त नेपाली, इन्डियन आउँछ। अब इङ्ग्लिसमा गर्दाखेरि सजिलो हुन्छ, इङ्ग्लिस पढ्न नै सजिलो हुन्छ।
यी बोल्न चाहिँ अलिक गाह्रै पर्छ। युनाइटेड स्टेट है, अब ठाउँको नामहरू त्यस्तो, अब के कुन किवर्डहरू युज गर्ने, अब अमेरिकन लेख्दै है, हार्डवेयर डिटेक्ट गऱ्यो भने चाहिँ अब इन्स्टलेसन मिडियालाई स्क्यानिङ भन्छ। त्यसपछि एडिसनल कम्पोनेन्ट यो आफै हुँदै गर्छ है, तपाईँले त्यो इन्स्टल बटनमा थिच्नुभयो भने। मैले चाहिँ नर्मल इन्स्टलेसन गरेँ हो, ग्राफिकल इन्स्टलेसन गरे पनि हुन्छ, ग्राफिकल इन्स्टलेसन गर्न चाहिँ अलिक टाइम पनि लाग्छ, नर्मल इन्स्टलेसन गर्दै पनि ठिकै हुन्छ। ग्राफिकल इन्स्टलेसन गऱ्यो भने नि त्यस्तो केही हुँदैन, तर ग्राफिकल इन्स्टलेसन अलिक राम्रो हुन्छ। तर अब ल्यापटप अनुसार हो, अब लो एन्डको ल्यापटप छ भने चाहिँ नर्मल इन्स्टल नै गरे हुन्छ, ग्राफिकल इन्स्टलेसन चाहिँ अलिक राम्रोमा है। डिटेक्टिङ अब लिनक्सको अब इथरनेटको बारेमा सोध्छ। अब मैले आफ्नो घरमा भएको इन्टरनेट चाहिँ जोड्छु। अब त्यसपछि चाहिँ अब कुन इन्टरनेट इथरनेटबाट भनेको छ, अब मेरोमा चाहिँ ल्यापटपमा चाहिँ त्यो इथरनेटको ऊ छ, त्यो वायरलेसको, त्यसबाटै गर्छु है। इथरनेटको केबल पनि जोड्न मिल्छ। अब मेरो घरको चाहिँ अब विकास सन्तोष 5 भन्ने हो, अब म त्यसमा चाहिँ कनेक्ट गर्छु है। अब कुन इन्टरनेट हो भनेर सोधेको, WPA to PSK हो। अब त्यसको पासवर्ड हानेर आयो। अब पासवर्ड हानिसकेपछि अब युजरको नेम भनेर सोध्यो। अब जे हाने नि हुन्छ, तर जे हाने होस्, जे हाने पनि तपाईँले याद गर्नु चाहिँ पर्यो, आफ्नो नाम के हो। अब पासवर्ड के राख्नुहुन्छ, पासवर्ड पनि बिर्सिनु भएन। युजर नेम र पासवर्ड चाहिँ अलिक इम्पोर्टेन्ट नै हुन्छ है त। युजर नेम र पासवर्ड हानियो ल। अब त्यसपछि पासवर्ड फेरि हान्न लगायो, फेरि हान्ने के हाने हो है, आफूले राखेको पासवर्ड है, बिर्सिनु भएन। पासवर्ड फर्मेट गर्नु हुन्छ, हाल्न नि त्यस्तो गाह्रो त हुँदैन, फेरि हाल्नुपर्छ, तर अलिक झ्याउ हुन्छ नि त। अब मैले चाहिँ केही नदेखेर चाहिँ इस्ट इन्डियाना भनेर हान्दै है। इस्टर्नमा हान्यो भने इस्टर्न भागतिरको आउँछ। अब अरूमा नि सेलेक्ट गर्दै गर्नुभयो भने हुन्छ। अनि त्यसपछि हार्डवेयर डिटेक्ट गर्ने भन्यो। अब त्यसपछि हार्डवेयर खोज्छ, अब यसले केसमा हाल्ने भनेर है। अब त्यसको लागि चाहिँ अब पहिला हार्डवेयर सेलेक्ट गर्नु भनेर आउँछ, पार्टिसनर सेलेक्ट गर्यो भनेर आउँछ है त। हार्डवेयरको लागि हो। अब तपाईँको मैले चाहिँ SSD जोडेको छु 240 GB जतिको। अब मैले चाहिँ अब गाइड युज द इन्टायर डिस्क भन्ने गर्छु होइन। अब तपाईँको चाहिँ अब पार्टिसन बनाएको छ कि छैन त्यो ध्यान दिएर गर्नु होला। अब पार्टिसन बनाएको छैन भने चाहिँ एउटा नयाँ गर्दा चाहिँ सजिलो हुन्छ तपाईँलाई। पुरानोमा अरू गर्नु पार्टिसन बनाएर गर्नु भने चाहिँ हुन्छ है। अब मैले त्यही सेलेक्ट वानमै गरेँ है, पार्टिसनलाई सेलेक्ट गरेँ है, त्यो ETA भन्नेवाला 240 GB को। म चाहिँ त्यहीमै गर्छु अनि त्यसमै लेख्नु भन्छु, किनभने मेरो यो ल्यापटपमा एउटै नै SSD छ। अहिले निकालेर गर्दाखेरि चाहिँ फाइदा चाहिँ यो अब होइन, त्यही एउटै हुन्छ। अब ओभरराइट पनि हुँदैन। अब फेरि त्यो गर्नुभयो भने विन्डो ओभरराइट पनि हुनसक्छ कि, फेरि त्यो खतरा हुन्छ। त्यही भएर एकदम सोचेर गर्नुपर्छ है। अब यो इन्स्टलेसन प्रोसेस चाहिँ सुरु भइरहेछ, अब इन्स्टलेसन भइरहेछ है। अब त्यो डिस्कमा चाहिँ अब ओभरराइट हुन सुरु भयो। अनि त्यसपछि 83 93 हुँदै हुँदै अब बिस्तारै अब आफै डाउनलोड हुन्छ होइन। 99 100 है त ल। अब सफ्टवेयर इन्स्टल हुन लाग्यो है त त्यहाँ भएको। अब डेस्कटप इन्भाइरोमेन्टलाई मैले युज गरेँ, फर्स्टको मोडलाई नै। अरू मोड पनि इन्स्टल गरे हुन्छ तपाईँको रिक्वायरमेन्ट अनुसार। मैले चाहिँ डेस्कटप मोडलाई नै गरेँ है। त्यसपछि अब बिस्तारै हुन्छ। अनि प्राइमेरी ड्राइभमै गर्ने भने अब त्यो ड्राइभमा केही छैन, मैले त्यही भएर त्यही ड्राइभमा गर्नु भन्दै गर इन्स्टल गर भने। तपाईँको अरू ड्राइभ पनि हुनसक्छ, हेरेर गर्नु होला है। फेरि त्यो ड्राइभ ओभरराइट भएर तपाईँको अब विन्डो भएको PCमा चाहिँ विन्डो उड्न सक्छ, त्यही भएर एकदम ध्यान दिएर गर्नु होला। अनि त्यसपछि विन्डो उड्यो भने चाहिँ फेरि झ्याउ हुन्छ। अब यति भइसकेपछि काली लिनक्स चाहिँ डाउनलोड भयो। अब डाउनलोड भएपछि अब काली लिनक्स चाहिँ बुट हुन सुरु गर्छ। SSDमा चाहिँ काली लिनक्स आयो। अब 4-5 सेकेन्डमा काली लिनक्स बुट भयो होइन। अब बुट भएपछि अब सुरु हुन्छ है। अब काली लिनक्सको अब टक्क यस्तो इन्टरफेस आउँछ है। इन्टरफेस आयो है त काली लिनक्सको, यस्तो सुइँ गरेर आउँछ ड्रागनको होइन। अब मेरो ल्यापटपमा चाहिँ एउटा बक्स छ कि, त्यो आफै कि दाबिन्छ। अब खै के भयो त्यो चाहिँ बुट लोडिङ हुने बेला चाहिँ। अब युजर नेम चाहिँ अघि भनेको थिएँ नि, त्यो याद राख्नु भनेर। युजर नेम र पासवर्ड त्यो अघिको हान्नु पऱ्यो है, तपाईँले याद राख्नु पऱ्यो है। जे राख्न नि मिल्छ है, नराखे नि गर्नु मिल्छ होला सायद है, एकचोटि चेक गर्नु होला। अनि त्यसपछि यति भइसकेपछि हाम्रो चाहिँ काली लिनक्स चाहिँ इन्स्टल भयो। अब त्यहाँ यो ड्रागनको उसमा थिच्नु भयो भने चाहिँ यहाँ काली लिनक्सको यो ह्याकिङ टुल्सहरू छन्। अनि त्यो तपाईँको यो रुसेलहरू छ, त्यसमा चाहिँ तपाईँले कमान्डहरू दिन मिल्छ है। अब त्यही कमान्डहरू दिन मिल्छ, त्यही हो है। पावर सेल खोल्यो भने चाहिँ पावर सेल खोलियो, पावर सेलबाट पनि कमान्ड दिन मिल्छ। यो चाहिँ तपाईँले युजरको रूपमा पनि चलाउन मिल्छ अनि एडमिनको रूपमा पनि चलाउन मिल्छ। एडमिनको रूपमा चाहिँ सुडो SU भनेर हान्नुपर्छ। SU हानेपछि तपाईँले अघि राखेको पासवर्ड त्यो राख्नुपर्छ। पासवर्ड हान्दा चाहिँ देखाउँदैन, पासवर्ड हानेर इन्टर थिच्यो भने चाहिँ रुट मोडमा जान्छ है तपाईँको।
अब एडमिन मोडमा जान्छ। अब यो इन्स्टल भइसक्यो, त्यो पेनड्राइभ निकालिदिनु हुन्छ। पेनड्राइभ चाहिँ अब एउटा इन्स्टलर जस्तो भयो। तपाईँले त्यो पेनड्राइभले अब जतिवटा सुकै एसएसडीमा पनि काली लिनक्स चाहिँ हाल्न सक्नुहुन्छ है। अब यो चाहिँ अघि यो एसएसडीको यो फाइल सिस्टम हो। यो फाइल सिस्टमबाट चाहिँ फाइल सिस्टम हो, 240 जिबीको स्टोरेज छ, त्यही हो। अनि यो टुल्सहरू ह्याकिङको है, यो ह्याकिङको टुल हो, यसले फ्रीमा दिन्छ। धेरै जस्तो टुल्सहरू चाहिँ युज गर्नुपर्छ, युज गर्न नयाँ उयस हो, सिक्न पनि पर्छ, काम लाग्छ पछि।